चाहिँ अध्यक्ष भएर नै यो सिडीहरू हालिदियो। यो रेलिङ पनि हामी सबै मिलेर समितिभित्र रेलिङ पनि सबै हालिदियो। अलिक यति गर्दा पनि यो जुन गुप्तेश्वरी भनेको यो भनौँ न गुफा यात्रा गर्न आउनेहरू चाहिँ त्यति साह्रो गाह्रो पनि छैन, अप्ठ्यारो छैन, लड्ला भने त्यो जोखिम फिक्स भरि छैन। अलिकति यो चाहिँ सेफ्टीको होइन को रूपमा नै छ हजुर। त्यसले गर्दाखेरि पहिला जति चाहिँ यहाँ आउँदैन लडेर केही पल्टेर केही एक्सिडेन्ट होला कि भन्ने डर चाहिँ मान्नु पर्दैन। यो चाहिँ अहिले के छ भनेको हामीले पनि अहिलेसम्म चाहिँ यहाँ अब एकजना मन्दिरमा एकजना पुजारी चाहिँ हुनुपर्थ्यो। यो मन्दिरको बारेमा चाहिँ यसपछि जानकारीहरू दिनु पर्थ्यो। यो कहिले साल कति सालमा यो के हो भनेको यसको इतिहासहरू दिनु पर्थ्यो। दिने मान्छेहरू यहाँ छैन, तर मन्दिरमा भएपछि एउटा पुजारी हुनु पर्थ्यो। त्यो पुजारीले त्यस विषयमा सबै कुरा अनि त्यो चाहिँ शक्ति पीठमा बुझ्नु भएछ है हजुर। मलाई चाहिँ जसमा लाग्छ कि यसमा चाहिँ नि हामीले पूजा गऱ्यौँ, हामीले यहाँ आएर ध्यान गऱ्यौँ, यहाँ आएर के माग्यो त्यस अनुसारको चाहिँ हाम्रो जुन हामीले मनमा कल्पना गरेको छ सोचेको छ मेरो इच्छा पुरा होस् भनेर चाह्यो भनेको विश्वासले आत्महृदयदेखि चाहिँ उहाँलाई भगवान्माथि चाहिँ हामी माग्यौँ र पुग्छौँ भनेदेखि चाहिँ पुरै काम कुरा चाहिँ हाम्रो चाहिँ सफलै हुँदो रहेछ जस्तो मलाई चाहिँ लाग्छ। तर मैले भइरहेको पनि छ सर। अब भित्र चाहिँ अहिले चाहिँ एकजना व्यक्ति हुनुहुन्छ, त्यो बेला बेलामा चाहिँ यहाँ चाहिँ त्यतिकै आउनुहुन्छ, तर यहाँ कुनै पनि गाइड नलिएर आउनुहुन्छ। तर कुनै पनि मन्दिरमा जाउँ, हामी पाटन जाउँ, भक्तपुर जाउँ, पशुपति जाउँ, त्यसको लागि विशेष गाइड बताउने मान्छे हुन्छ। तर यहाँ चाहिँ विशेष गाइड बताउने मान्छे नभए चाहिँ आफ्नो पाल्टे आउँछ, आफ्नो सुरले आउँछ, हेऱ्यो भन्ने मात्रै हुन्छ। यसको लागि चाहिँ हामीले चाहिँ एउटा विशेष चाहिँ गाइडको चाहिँ र बुझाउने एउटा पुजारी पनि यहाँ चाहिँ हुनुपर्ने चाहिँ देखेको छ। त्यो पनि व्यवस्था पनि हामीले विस्तारै गर्नेवाला छौँ। यो चाहिँ इन्द्र सरोवर गाउँपालिका वडा नम्बर 5मै परेको छ। यो चाहिँ यसको यो ठाउँको क्षेत्रको नाम चाहिँ सिम्पानी भन्छ। सिम्पानी हजुर 10 फिट 15 फिट पनि छ। कोही ठाउँमा चाहिँ छ नि हाइटमा चाहिँ, कोही ठाउँमा चाहिँ अब 2 फिट 3 फिटको पनि छ। कोही कहिले न्युरेट जानुपर्छ, कोही उभिएर जानु। लामो इन्ट्री भनेको 250 जति होला सर। 250 मिटर छ। यो चाहिँ गहिरो छ। यो टर्च लाइटको तर बत्तीको माध्यमबाट पनि जान्छ। 250 मिटर जति लामो छ। त्यो पनि नापेको थियो। मैले एकदिन चाहिँ मैले कन्फ्युज भएर छ। तर यहाँसम्म चाहिँ तपाईँ जानुहुन्छ पनि एकजना यहाँ झोला छ नि, झोला राखेर बाहिर जानुभयो रहेछ। भित्र चाहिँ लास्ट गरेको नि होइन, त्यहाँ चाहिँ अब धेरै लामो कुराहरू छ। तर चाहिँ यहाँ ध्यान गरेर बस्ने पहिला चाहिँ सीतामाईहरू सबै पहिला थियो। त्यहाँदेखि खाड जस्तो पलङ जस्तो लास्टमा चाहिँ मन्दिर दर्शन गर्ने ठाउँ पनि छ। त्यहाँसम्म जानलाई आउन जान हामीले 1.5 घन्टा जति लाग्छ।